तर्फबाट आज 10 वर्षको महान जनयुद्ध नेपाली राजनीतिक इतिहासमा, नेपाली क्रान्ति इतिहासमा एउटा महत्त्वपूर्ण अध्याय महान जनयुद्धको सुरुवात भएको दिनको अवसर पारेर हामी यहाँ तपाईँहरूसँग केही क्रान्तिकारी गीतहरूसहित उपस्थित भएका छौँ र यहाँ हामीसँग अहिले तत्कालीन जनयुद्धमा सामेल भएका योद्धाहरू छौँ। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ, उहाँ हाम्रो धनकुमार राई हुनुहुन्छ, सोलुखुम्बु जिल्लाको मापेदुधकोशी गाउँपालिकाको वडा नम्बर 1 का जननिर्वाचित अध्यक्ष हुनुहुन्छ। त्यसै गरी उतापट्टि हाम्रो प्रकाश कमरेड हुनुहुन्छ, प्रकाश खाली। उहाँ अहिलेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको मूलधारको अथवा प्रचण्ड र माधव कुमार नेपालको नेतृत्वको नेकपाको सोलुखुम्बु जिल्ला कमिटी सदस्य एवं त्यहाँको जिल्ला कमिटीमा जिल्लाको प्रचार विभागको प्रमुख भूमिका निर्वाह गरिराख्नु भएको छ। त्यसै गरी उतापट्टि हाम्रो गोपाल कमरेड हुनुहुन्छ, उहाँ हाम्रो स्थानीय तहको गाउँपालिकामा नेताको रूपमा स्थापित युवा नेता हुनुहुन्छ। त्यसै गरी यतापट्टि सज्जन कमरेड हुनुहुन्छ, उहाँ तत्कालीन जनयुद्धमा सोलुखुम्बु जिल्लाको चम्किलो रातोतारा सांस्कृतिक परिवार हुँदै चोमोलुङमा कम्पनी, पूर्वी सामना हुँदै राष्ट्रिय सामना परिवारको गायकको रूपमा स्थापित हुनुहुन्छ। त्यसै गरी ओरतिर हाम्रो कमरेड विशेष हुनुहुन्छ, उहाँ हाम्रो चम्किलो रातोतारा सांस्कृतिक परिवार लगायतको तत्कालीन नेकपा माओवादीको अन्डरमा रहेको सांस्कृतिक आन्दोलनमा एउटा लाग्नु भएको योद्धा हुनुहुन्छ। त्यसै गरी गिटार समाएर बसिराख्नु भएको छ हाम्रो कमरेड गौरव राई। उहाँ पनि तत्कालीन चम्किलो रातोतारा सांस्कृतिक परिवारको विभिन्न जिम्मेवारी सम्हाल्दै र अहिले नेपाल कम्युनिस्ट पार्टी नेकपाको जिल्ला कमिटी सदस्य सचिवालय सदस्य हुनुहुन्छ सोलुखुम्बुको र स्थानीय तह मापेदुधकोशी गाउँपालिका कमिटीको पार्टी अध्यक्ष हुनुहुन्छ। त्यसै गरी मेरो पछाडि सार्जन कमरेड रहनु भएको छ, उहाँ युवा नेता हुनुहुन्छ मापेदुधकोशी गाउँपालिकाबाट र मेरो छेउमै हुनुहुन्छ कमरेड रमेश खाले। उहाँ पनि जनयुद्ध कालदेखि एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै अहिले नेपाल कम्युनिस्ट पार्टी नेकपाको सोलुखुम्बु जिल्ला कमिटी सदस्य हुनुहुन्छ र म गणेश कुमार राई बसन्त तत्कालीन चम्किलो रातोतारा सांस्कृतिक परिवारको सदस्य हुँदै चोमोलुङमा कम्पनी, पूर्वी सामना र सामना परिवारको नृत्यकारको रूपमा र अहिले चाहिँ म पनि सोलुखुम्बु जिल्लाको जिल्ला कमिटी सदस्य र जनसांस्कृतिक महासङ्घ नेपालको केन्द्रीय सदस्यको रूपमा मैले आफ्नो जिम्मेवारी वहन गरिराखेको छु। र आज यो संविधानमाथि केपी ओलीले र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको जुन खालको प्रहार छ, त्यो प्रतिगामी कदमका विरुद्धमा हामी आन्दोलित भइरहेको समयमा तपाईँहरूसँग हामी जनयुद्धमा र विभिन्न आन्दोलनहरूमा शहादत प्राप्त गर्ने सम्पूर्ण शहीदहरूलाई स्मरण गर्दै र आगामी दिनमा थप क्रान्तिको तयारी गर्ने र यो परिवर्तनलाई अझ अग्रगामी रूपमा र अझ सशक्त ढङ्गले कसरी अगाडि बढाउन सकिन्छ र समाजलाई रूपान्तरण गर्न सकिन्छ भन्ने सन्दर्भमा हामी यहाँ आज युवाहरू जुटिराखेका छौँ। र अब हामी यो 26औं जनयुद्ध दिवसको यो सन्ध्यामा तपाईँहरूलाई केही क्रान्तिकारी गीतहरू गाएर सुनाउनेछौँ र त्यसका लागि हाम्रा कलाकार साथीहरू तयार हुनुहुन्छ। र सुरुमा हामी कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन, कसले भन्छ जनताहरूको जित हुँदैन, यो भावको गीत लिएर तपाईँहरूसँग उपस्थित हुँदैछौँ।
साहस हुन्छ तिमीहरूको मुटुभित्र संसार फेर्ने साहस हुन्छ कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन। त्यसै गरी अब एउटा गाउँबाट उठ बस्तीबाट उठ भन्ने हरेक नेपालीहरूको मुखमा झुन्डिएको गीत। यो गीतले पञ्चायत राजतन्त्र लगायतका विभिन्न प्रकारका व्यवस्थालाई थाल्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो र अहिले फेरि पनि हामी ओली र विद्या भण्डारीको प्रतिगामी कदमलाई फाल्नका निम्ति र त्यो प्रतिगमनलाई सच्याउनका निम्ति यो गीत गाउन गइरहेका छौँ। गाउँबाट उठ बस्तीबाट उठ गाउँबाट उठ बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ यो देशको मुहार फेर्नलाई उठ गाउँबाट उठ बस्तीबाट उठ गाउँबाट उठ बस्तीबाट उठ यो देशको फेर्नलाई उठ यो देशको मुहार फेर्नलाई उठ। अघि पनि भनियो प्रतिगमनलाई सच्याउनका निम्ति यो गीतद्वारा तपाईँ आम सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरूलाई आह्वान गर्दै फेरि पनि जनयुद्ध जनआन्दोलन अथवा विभिन्न समयमा भएका विभिन्न क्रान्तिहरूमा शहादत प्राप्त गर्ने शहीदहरूले आफ्नो सपनालाई आफूले शहादत प्राप्त गर्ने बेला आफ्ना जीवित सहयोद्धाहरूलाई छोडेर गएका सपनाहरूको बारेमा हामी गीत गाउन गइरहेका छौँ। यो शरीर ढल्यो साथी हो। शरीर ढल्यो साथी हो लाल झन्डा ढल्न नदिनु क्रान्तिको लागि मरेर गयो बाबालाई भन्दिनु क्रान्तिको लागि मरेर गयो बाबालाई भन्दिनु यो शरीर ढल्यो साथी हो। शहीदहरूको यो सन्देशसँगै फेरि पनि हामी भन्छौँ